Hello everybody. लास्ट मिनेट रिभिजन एजुकेसनल च्यानलमा तपाईहरूलाई स्वागत छ। आज हामी कक्षा 12 को बिजनेस स्टडी अन्तर्गत स्योर 8 मार्क्सको बिजनेस प्लानको बारेमा डिटेलली रिभाइज गर्न लागिरहेका छौँ। बिजनेस प्लानबाट 8 मार्क्सको क्वेसन आउने गर्दछ र यहाँ बिजनेसको बारेमा, बिजनेसको प्लानको बारेमा एउटा प्लान बनाउनुस् अथवा यसका कम्पोनेन्टहरू, पार्ट्सहरू, बिजनेस प्लानका पार्ट्सहरू के छन्, यस्ता क्वेसनहरू सोधिएको पाइन्छ र धेरै जस्तो चाहिँ प्लान बनाउने नै सोधिएको हुन्छ र यसबारेमा आज हामी छलफल गर्न लागिरहेका छौँ। बिजनेस प्लान दुईटा शब्दले मिलेर बनेको छ, बिजनेस र प्लान। बिजनेस भन्नाले हामीले व्यवसाय भन्ने बुझ्दछौँ। यो व्यवसाय बिना कुनै योजना बनाएर कुनै भविष्यमा यसरी गर्नेछौँ, यहाँबाट पैसा ल्याएर यसरी लगानी गर्नेछौँ र यसको फाइदा अथवा बिजनेसमा त हामीलाई प्रफिट चाहिन्छ, प्रफिट यसरी प्राप्त गर्नेछौँ भन्ने योजना बनाउनु एउटा महत्त्वपूर्ण पाटो हुन्छ। यही योजना देखाएर हामीले विभिन्न ब्याङ्क, फाइनान्शियल इन्स्टिट्युसन, इन्भेस्टरहरूलाई आकर्षित पारेर हाम्रो व्यवसायमा लगानी गर्न मोटिभेट गर्न सक्छौँ, इन्करेज गर्न सक्छौँ र व्यवसाय सफल हुनमा मद्दत गर्ने गर्दछ। तसर्थ व्यवसाय योजना एउटा आधारभूत डकुमेन्ट हो, हैन, एउटा दस्तावेज हो जसले कुनै पनि व्यवसाय सञ्चालन गर्नुभन्दा पहिला तयार पार्नु पर्दछ। यसलाई प्रिपेयर गर्नुपर्ने हुन्छ सबैले। यो योजना कसरी तर्जुमा गर्ने, हैन, यसका पाटाहरू के छन्, त्यसबारेमा आज हामी छलफल गर्ने गर्दछौँ र व्यवसाय सञ्चालन गर्नको लागि चाहिने सम्पूर्ण कुराहरूको यसले एउटा मार्गदर्शकको रूपमा, एउटा रोड म्यापको रूपमा मद्दत गर्ने गर्छ। तसर्थ हामी व्यवसाय योजनालाई कसरी डिफाइन गर्न सक्छौँ भन्दाखेरि, व्यवसाय योजना कुनै पनि एउटा व्यवसाय सुरु गर्नु पहिला र अनिवार्य रूपमा चाल्नुपर्ने कदम हो। यसले एउटा साधारण विचारलाई सफल उद्यममा रूपान्तरण गर्न रोड म्यापको काम गर्दछ, मार्गदर्शकको काम गर्दछ, हैन। व्यवसाय योजना बिना धेरै जस्तो व्यवसाय टिक्नै सकिँदैन। यो योजनाले व्यवसायका लक्ष्यहरू, रणनीतिहरू, बजार र वित्तीय सम्भाव्यताहरूको अध्ययन, हैन, ती सबैलाई स्पष्ट रूपमा उल्लेख गर्दछ। यो एउटा लिखित डकुमेन्ट अथवा दस्तावेज हो जसले व्यवसाय के हो, के हासिल गर्न चाहन्छ र कसरी त्यससम्म पुग्ने भन्ने बताउँदछ। र सरल भाषामा भन्दा यो व्यवसाय सफलताको लागि एउटा बाटो अथवा एउटा नक्सा हो।
कुरा गरौँ मिनिङ अफ द बिजनेस प्लानको। अब बिजनेस प्लान भनेको के हो त? अघि नै हामीले अलिअलि छलफल गर्यौँ। यसलाई हामीले शब्दमा परिणत गर्दा a business plan is comprehensive written document that outlines a company's goal, strategy and financial projection. होइन कम्प्रिहेन्सिभ भनेको एउटा डिटेलली लेखिएको एउटा कागजात हो जहाँ चाहिँ कम्पनीका लक्ष्यहरू, रणनीतिहरू र आर्थिक पाटाहरू होइन यिनीहरू आर्थिक सम्भाव्यताहरूको वर्णन गरिएको हुन्छ। It provides a detailed description of a business, including its product or service, target market, competitive landscape, and the marketing and sales strategy. The plan also includes the financial section that forecasts the revenue, expenses, and cash flow, as well as funding request if business is seeking investment. होइन बिजनेसले यदि लगानी खोजिरहेको छ भने हामीलाई त्यहाँबाट बिजनेस प्लान देखाएर हामीले ऋण अथवा ब्याङ्कबाट ऋण अथवा इन्भेस्टरहरूबाट लगानी प्राप्त गर्न सक्छौँ हो। यही कुरालाई नेपालीमा उल्था गर्दा व्यावसायिक योजना एउटा विस्तृत दस्तावेज अथवा कागजात हो जसले कम्पनीको लक्ष्य, रणनीतिहरू र वित्तीय प्रक्षेपणहरू भविष्यका अनुमानलाई समेट्दछ। यसले व्यवसायको बारेमा विस्तृत विवरण दिन्छ जसमा यसका उत्पादन वा सेवाहरू लक्षित बजार, समूह, प्रतिस्पर्धी, आस्था तथा मार्केटिङ तथा बिक्री रणनीति समावेश हुन्छन्। योजनामा एउटा वित्तीय भाग पनि हुन्छ जसले आम्दानी, खर्च र नगद प्रवाह कति पैसा आउने हो, जाने हो को भविष्यवाणी गर्दछ। साथै यदि व्यवसाय लगानी खोज्दछ भने त्यसमा पुँजी, लगानी, माग गर्ने भाग पनि समावेश हुन्छ। सो यस अर्थमा हामीले व्यवसाय योजना एउटा लिखित दस्तावेज हो जसले कम्पनीको मुख्य व्यावसायिक गतिविधिहरू, उद्देश्य र यसले आफ्ना लक्ष्य कसरी प्राप्त गर्ने योजना बनाएको छ भने विवरण दिन्छ। यो व्यवसायको प्रकृति, बिक्री र मार्केटिङ रणनीति, वित्तीय पृष्ठभूमि र प्रभावित उद्यमको अनुमानित नाफा नोक्सान विवरण भएको लिखित दस्तावेज हो। मेजर कम्पोनेन्ट अफ बिजनेस प्लान। अब कम्पोनेन्ट अथवा यसलाई एलिमेन्ट पनि भनिन्छ अथवा यसको पार्ट अफ अ बिजनेस प्लान होइन। अब यो बिजनेस प्लानको यहाँ करिब 10 वटा कम्पोनेन्ट अथवा एलिमेन्ट्सहरू छन् जसमा एक्जिक्युटिभ समरी, बिजनेस डिस्क्रिप्सन एलिमेन्ट, मार्केटिङ एनालाइसिस एलिमेन्ट, प्रोडक्सन एलिमेन्ट, फाइनेन्सियल एलिमेन्ट, म्यानेजमेन्ट एलिमेन्ट, क्रिटिकल रिस्क एलिमेन्ट, हार्भेस्ट स्ट्रेटेजी एलिमेन्ट, माइलस्टोन सेड्युलिङ र एपेन्डिक्स गरेर यहाँ 10 वटा जति कम्पोनेन्ट रहेको छ। अब इक्जाममा हामीलाई थ्योरीमा आयो भने त 5 मार्क्स अथवा 8 मार्क्समै आयो भने 8 वटा एलिमेन्ट्स अथवा 8 वटा पोइन्ट लेख्दा भयो। सर्टमा आयो भने 5 वटा लेख्दा हुन्छ र हामीले बिजनेस प्लान बनाउनुहोस्, एउटा रेस्टुरेन्टको बनाउनुहोस् अथवा कटेज इन्डस्ट्रिजको बनाउनुहोस् भनेर आइरहेको हुन्छ। त्यसबेला चाहिँ हामीले यो पुरै डिटेलली 8 मार्क्सको भएको हुनाले पुरै डिटेलली चाहिँ बनाउनु पर्दैन। हामीले यहाँबाट केही 8 वटा बुँदा अथवा 5 वटा बुँदा अथवा क्वेसनमै नै प्रडक्ट एलिमेन्टको प्रडक्ट, म्यानेजमेन्ट, बिजनेस, फाइनेन्सियल डिटेलहरू राखी बिजनेस प्लान बनाउनुहोस् भनेर भन्ने गरिन्छ होइन। तर हामी चाहिँ अहिले बुझ्ने बेलामा चाहिँ सम्पूर्ण बुँदाहरू राम्ररी बुझौँ र हामीले इक्जाममा त्यही अनुसार प्रिपेयर गर्न सक्छौँ। सो हाम्रो मेजर कम्पोनेन्ट अफ अ बिजनेस प्लानको यहाँ फिगर हामीले देख्यौँ। यसैलाई अब हामी डिटेलमा पढ्न जाउँ। र अब बिजनेस प्लान इज अ रिटन डकुमेन्ट भन्ने कुरा हामीलाई थाहा छँदैछ र यसको बारेमा
पहिलो एलिमेन्टको बारेमा जान्छौँ अथवा पार्ट्स अफ भन्न सक्छौँ हामी। The elements or compounds of a business plan मा नम्बर 1 छ एक्जिक्युटिभ समरी हैन? यो भनेको कार्यकारी सारांश हो हैन? यो चाहिँ अ, कुनै पनि बिजनेस प्लानको पहिलो पानामा रहने गर्दछ र तर यसलाई चाहिँ लेख्ने बेला चाहिँ अन्तिममा लेख्दा चाहिँ उपयुक्त हुन्छ भन्ने भनाइहरू छन्। किन? यसमा चाहिँ मेन बिजनेसको समूल सम्पूर्ण अ, सारांश नै यही लेखिएको हुन्छ र यही पढेर होइन कम्पनीमा कुनै लगानीकर्ताले लगानी गर्ने कि नगर्ने, ब्याङ्कले लोन दिने कि नदिने निर्णय गर्ने गर्दछ। तसर्थ यो एउटा महत्त्वपूर्ण भाग अथवा तत्त्व रहेको छ। है? So, an executive summary is the first section of a business plan and is generally considered the most important. महत्त्वपूर्ण हो. An executive summary is a concise description of overview that summarize a business plan in such a way that reader can rapidly become acquainted with the whole content of a business plan without having to read it at all. होइन? अब यसमा सम्पूर्ण कुराहरू चाहिँ हामीले जे जति यो बिजनेस प्लानमा हामीले जे अध्ययन गरेको छौँ त्यसको सम्पूर्ण समराइज हुन्छ र एज वी नो दैट लगानीकर्ताहरूले पहिलो अ, पाना होइन फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन भन्ने चलन छ र पहिलो नै त्यो बिजनेसको बारेमा उसको जानकारी एकदमै सटीक रूपमा, स्पष्ट रूपमा र बुझ्ने गरी लेखिएको छ र त्यसमा चाहिँ सम्पूर्ण कुराहरू सकारात्मक रूपमा रहेको हुन्छ भने यसले के गर्छ त इन्भेस्टरहरूको एटेन्सन प्राप्त गर्ने गर्दछ र बिजनेसको लागि उनीहरूले लगानी प्राप्त गर्न सक्ने सम्भावना बढी हुन्छ। तसर्थ यसलाई चाहिँ एकदमै ओभरभ्यूमा र त्यो बिजनेसको सम्पूर्ण कुराहरू छोटो अवधिमा नै त्यो लगानीकर्ता अथवा जसले त्यो बिजनेस प्लान पढिरहेको छ, त्यो सरोकारवालाले के गर्न सक्छ त मेन आइडिया बुझ्न सक्ने हुन्छ। So it is designed to capture the reader attention and create interest in a firm. होइन? Uh, This summary provides a brief review of the information within a plan. It is a brief but a comprehensive of a business plan or investment of a proposal. यो चाहिँ ब्रिफ हो एउटा छोटकरीमा यसको सारांश लेखिएको हुन्छ र यसमा चाहिँ इन्भेस्टमेन्टको प्रपोजल पनि राखेको हुन्छ which highlight its key point and adapted for audience हैन यो ऑडियन्सको लागि हुन्छ it quickly introduce the business and its owner identify the industry and target market and identifies the competitor. The executive summary of a standard business plan should be include अब यी कुराहरू हुन सक्छन् है के हुन सक्छन् बिजनेसको नेम लोकेसन product and service offer venture mission statement brief description of a project establishment expenses of a business expansion गरेको छ कि छैन हैन summary of a benefit of the project to the community region and economy कसलाई चाहिँ लाभ पुग्छ त्यसबारेमा पनि जानकारी दिएको हुन्छ समाजलाई के लाभ दिन सकिन्छ हो अर्थतन्त्रलाई के लाभ रहेको छ a table of a financial highlight हैन एउटा ट्याक्स पे गरेको अनि इन्कम हामीले कसरी गरेको हैन प्रफिटहरु कसरी हुने छन् यी कुराहरु राखेको हुन्छ टोटल कस्ट अफ अ प्रोजेक्ट इन्क्लुडिङ वर्किङ क्यापिटल हैन यसले सम्पूर्ण पैसा कति लागेको छ हाम्रो सञ्चालन खर्च कति छ लगानी खर्च कति हुनेछ हैन र फन्डिङ कसरी हामीले प्राप्त गर्न सक्छौं यी सम्पूर्ण कुराहरु
यहाँ लेखिएको हुन्छ हो। तर अब हामीले इक्जाममा चाहिँ हामीले प्लान बनाउँदाखेरि एक्जिक्युटिभलाई चाहिँ हामी सर्ट फर्ममा लेख्छौँ र प्रायः जस्तो त्यसमा चाहिँ बिजनेसको अ, जानकारीको बारेमा मात्रै हामी लेख्ने गर्दछौँ। र दोस्रो कम्पोनेन्ट अथवा एलिमेन्ट चाहिँ बिजनेस डिस्क्रिप्सन एलिमेन्ट हो। बिजनेस प्लानको दोस्रो तत्त्व चाहिँ यो रहने गएको छ। अब यसमा हामी बिजनेसका अ, डिस्क्रिप्सन यहाँ लेखिएको हुन्छ। बिजनेस डिस्क्रिप्सन इज one of the key elements of a business plan. This section commonly describes the existing condition of the proposal business. It is like a short capsule of a data that reader will use to learn more about the business idea before continuing through the written plan. The length of a common business description range from a few paragraphs to several pages. होइन अब यसमा छोटो पनि लेख्न सकिन्छ, धेरै पनि लेख्न सकिन्छ। हाम्रो एक्जाम भ्यूमा चाहिँ हामीले 1 प्याराग्राफ होइन, छोटो-मिठो लेख्न सक्छौँ। इन बिजनेस डिस्क्रिप्सन एलिमेन्ट फलोइङ एलिमेन्ट्स आर डिस्क्राइब्ड नेम एन्ड द नेचर अफ अ भेन्चर। भेन्चर भन्नाले हामी बिजनेस भन्दछौँ होइन, उद्यमको प्रकृति। इन्टेलेक्चुअल प्रोपर्टी राइट होइन, यदि हाम्रो बौद्धिक सम्पत्तिहरू रहेको छ भने त्यसको बारेमा डिस्क्राइब गर्न सक्छौँ। गोल अफ अ भेन्चर होइन, उसका लक्ष्यहरू के छन्। करेन्ट स्ट्याटस एन्ड द फ्युचर ट्रेन्ड इन द इन्डस्ट्री होइन, अनि अहिले हालको अवस्थामा भविष्यको प्रकृतिको बारेमा उद्योगको के प्रविधि छ त्यसको हामी लेख्न सक्छौँ। र युनिकनेस अफ अ प्रडक्ट होइन, प्रडक्टको विशेषता के छ त, विशेष खालको प्रडक्ट कस्तो उत्पादन गरिएको छ यसबारेमा यो दोस्रो डिस्क्रिप्सनमा बिजनेस डिस्क्रिप्सन एलिमेन्टमा राखिएको हुन्छ। त्यस्तै बिजनेस प्लानको तेस्रो एलिमेन्ट चाहिँ मार्केटिङ एनालाइसिस एलिमेन्ट हो है। मार्केटिङ एनालाइसिस भन्नाले चाहिँ अब हामी के गर्छौँ त, बजारको विशेषता, बजारको अट्र्याक्टिभनेस कति छ होइन, हाम्रो प्रडक्टमा बजारमा माग कति हुन सक्छ, कतिलाई आकर्षण गर्न सक्छौँ होइन, र यसबारेमा जानकारी दिने गर्दछ। हेरिहालौँ यहाँ के लेखिएको छ त। A marketing analysis is the study of a dynamism of a market होइन, एउटा गतिशीलताको अध्ययन हो। It is the attractiveness of a specific बजार होइन, market in a specific industry। यो त एउटा के हो त, बजारको आकर्षण हो। मूलतः एउटा व्यवसाय योजना जुन बजारमा चाहिँ कति विशेष रहेको छ, यो कुनै विशेष उद्योगको एउटा विशेष बजारको आकर्षण कति रहेको छ भन्ने बारेमा अध्ययन गरिएको हुन्छ। मार्केटिङ एनालाइसिस इज basically a business plan that present information regarding market in which entrepreneur are operating in होइन, त्यो उद्यमीहरूले कस्तो खालको बजारमा काम गरिरहेको छ त्यसको बारेमा प्रस्तुत गरिएको एउटा विश्लेषण हो। A market analysis focus the entrepreneur to become familiar with all aspect of the market so that the target market can be defined and the company can position in order to collect its share of a share होइन। यसले मार्केट बजार विश्लेषणले चाहिँ हाम्रो लक्षित बजार, हामीले कहाँ लगेर बेच्ने, कसका लागि हाम्रो सामान हो त्यसको बारेमा बुझ्न पक्ष हो यो होइन, र यसले हाम्रो बजारको, हाम्रो प्रडक्टको बजार कसरी चाहिँ पोजिसनिङ गर्न सकिन्छ होइन, कसरी त्यसलाई वितरण गर्न सकिन्छ भनेर प्रभाषित गरिएको हुन्छ। A market analysis is also enable the entrepreneur to establish pricing, distribution and marketing strategy होइन। मार्केट एनालाइसिसले हाम्रो उद्यमीलाई चाहिँ मूल्य कति राख्ने होला, कसरी मूल्य राख्दा उपयुक्त हुन्छ होइन, प्राइसिङको डिटर्मिनेसन कसरी राख्ने, डिस्ट्रिब्युसन अफ अ मार्केटिङ स्ट्राटेजी कुन अनुसार हामीले डिस्ट्रिब्युट गर्ने होइन,
अब प्राइसिङ राख्ने पनि धेरै तरिकाहरू हुन्छ होइन? त्यस्तै डिस्ट्रिब्युसन गर्ने तरिकाहरू पनि धेरै हुन्छ। हामीले कतिवटा मिडल म्यानको प्रयोग गर्ने, बिचौलियाहरूको प्रयोग कति गर्ने होइन? यस्तो सम्पूर्ण डिसिजनहरू त्यहाँ राखिएका हुन्छन्। होलसेलरबाट रिटेलर अथवा डाइरेक्ट हामी रिटेलर बेच्ने हो, सी टु सी कस्टमर टु कस्टमर अथवा अ, कसरी बेच्न सकिन्छ होइन? यी कुराहरू त्यहाँ डिस्ट्रिब्युसनको कुराहरू रहेको हुन्छ, स्ट्र्याटेजीहरू रहेको हुन्छ। द्याट विल एलाउ द कम्पनी टु बिकम प्रफिटेबल विथिन अ कम्पिटिटिभ अ, इन्भाइरोनमेन्ट होइन? त्यो इन्भाइरोनमेन्टमा हामी कम्पिटिटिभ हुनको लागि मद्दत गर्नै गर्दछ। त्यसपछि इट अल्सो इट अल्सो एम्फसाइज सेल्स प्रोजेक्सन होइन? कति बिक्री होला भनेर हामी अनुमानित गर्न सक्छौँ। कम्पिटिसन होइन? बजारमा प्रतिस्पर्धा कसरी रहनेछ? कस्टमर लोयलिटी होइन? हाम्रो ग्राहकहरूले हाम्रो सामान नै किन्ने वातावरण बनाउनु अथवा हामी ग्राहकप्रति ग्राहकले हाम्रो मात्रै सामानहरू किन्न बनाउने जोड दिने होइन? त्यसलाई हामी भन्छौँ कस्टमर लोयलिटी अथवा वफादारीता। इन अ मार्केट वेयर entrepreneur are proposed to serve. It deals with the various factors, टार्गेट मार्केट होइन? लक्षित बजार र त्यसका आवश्यकताहरूको बारेमा पढ्ने गर्दछ। मार्केट साइज एन्ड ट्रेन्ड बजारको प्रकृति र प्रवृत्ति कस्तो छ? एस्टिमेटेड मार्केट सेयर फर अ भेन्चर होइन? उद्यमीहरूको अनुमान र बजार हिस्सा कति हुनेछन्? कम्पिटिसन एनालाइसिस इन द टर्म अफ अ स्ट्रेन्थ एन्ड विकनेस अफ अ कम्पिटिटरको बलियो पक्ष के छ? कमजोर पक्ष के छ? त्यसलाई ध्यान दिएर हामीले योजनाहरू बनाउन सक्छौँ होइन? कम्पिटेटिभ एडभान्टेज फर द भेन्चर होइन? हामीलाई प्रतिस्पर्धामा के फाइदा रहेको छ? हाम्रो स्ट्रेन्थ के छ? त्यो हामी पढ्न सक्छौँ। मार्केटिङ मिक्स स्ट्र्याटेजी कन्सिस्ट अफ प्रडक्ट, प्राइस, डिस्ट्रिब्युसन एन्ड प्रमोसन होइन? यसमा चाहिँ उत्पादन, मूल्य, वितरण, प्रवर्धन मिलेर मार्केटिङ मिक्सका स्ट्र्याटेजीहरू कसरी निर्माण गर्न सकिन्छ त्यसको बारेमा त्यसमा अध्ययन गरिएको हुन्छ। त्यस्तै आजभोलि इलेक्ट्रोनिक मार्केटिङको धेरै कुरा हुन्छ। यी मार्केटिङका रणनीतिहरू हामी यहाँ स्थापना गर्न सक्छौँ। ल अब चौथो म प्रडक्ट एलिमेन्ट पढ्ने गर्दछ उत्पादन तत्त्व। यो चाहिँ एउटा प्रमुख तत्त्व हो। किन भन्दाखेरि हाम्रो उत्पादन जे छ त्यही नै बजारमा हामी लगेर बिक्री गर्न सक्छौँ। त्यसैले प्रडक्ट इज व्हाट द्याट कस्टमर बाइज एन्ड सेल होइन? कस्टमरले बाई गर्ने र सेलरले सेल गर्ने नै प्रडक्ट हो र त्यो प्रडक्टलाई उत्पादन गर्नेलाई हामी प्रोडक्सन एलिमेन्ट भन्छौँ। त्यसर्थ यो चाहिँ एउटा कोर होइन? बहुत महत्त्वपूर्ण भाइटल नै हुन्छ। एभ्री बिजनेस ह्याज अ प्रोडक्ट अर सर्भिस द्याट दे अफर चार नम्बरमा कुरा गर्छौँ प्रोडक्सन एलिमेन्टको अथवा प्रोडक्सन उत्पादन तत्त्वको बारेमा कुरा गर्छौँ होइन? अब कुनै पनि कम्पनीले अथवा कुनै पनि बिजनेसले वस्तु उत्पादन गर्ने गर्दछ। वस्तु भन्नाले अब के बुझिन्छ? वस्तु त्यो त्यो हो जसले कस्टमरले किन्ने र विक्रेताले बिक्री गर्ने। यही नभएसम्म हामीले वस्तु उत्पादन नभएसम्म हामीले बजारमा हाम्रो मार्केटिङ एक्टिभिटिज गर्न सक्दैनौँ। त्यसर्थ हरेक बिजनेसले आफ्नो वस्तुको बारेमा जानकारी दिनुपर्छ। यो वस्तु सेवा पनि हुन सक्छन्। So entrepreneur should be able to describe what is that the firm is selling as well as identify what makes the product or service unique होइन? के कारण अरूभन्दा भिन्न छ यो? अरू कम्प्युटरभन्दा के फरक छ त? त्यसबारेमा यसले जानकारी दिनुपर्ने हुन्छ यो बिजनेस प्लानको चौथो तत्त्वमा। This is most important elements of a business plan because it
relating to the research, development and production of a firm basic product or service हैन यसले अ, विशेष वस्तुको उत्पादन र के गर्न सक्छ अनुसन्धान गरी विकास गर्ने गर्दछ। बेसिकली प्रोडक्सन एलिमेन्ट कन्टेन्स द फलोइङ हैन यी कुराहरू रहेका हुन्छन्। हैन अब इक्जाममा हामी यसलाई सर्ट बनाउन सक्छौँ। अहिले चाहिँ मैले यहाँ डिटेलली बुझ्नको लागि रिभाइज गर्नको लागि चाहिँ डिटेलली लेखिदिएको छु। इक्जाममा हामी यसलाई आफ्नो किसिमबाट व्यक्त गर्न सक्छौँ। ल हेरौँ नम्बर 1 मा प्रोडक्ट सर्भिस डिस्क्रिप्सन हैन यो पाटोमा चाहिँ हामीले इट डिल्स द एक्सप्लेनेसन रिगार्डिङ प्रोडक्ट सर्भिस द कम्पनी विल बी प्रोड्युस अर प्रोभाइडेड हैन कस्तो वस्तुहरू उत्पादन गर्नेछ कस्तो सेवा उपलब्ध गराउनेछ यसको बारेमा यहाँ विवरण लेखिएको हुन्छ। इट इज क्लियरली एक्सप्लेन्ड विथ द एप्रोप्रिएट डायग्राम्स चित्रहरू बनाउन सकिन्छ। It deals about the unique features of product and deals with the clarifying how the product is better than the offer competitors and it's the estimated lifespan of a product and service हैन वस्तु अरूभन्दा किन भिन्दै छ हैन प्रतिस्पर्धी भन्दा किन राम्रो छ र अन्य कुराहरू बारेमा लेखिन्छ। दोस्रोमा प्रोडक्सन मेथड इट डिस्क्राइब द ब्रिफली हाउ द प्रोडक्ट सर्भिस आर म्यानुफ्याक्चर एन्ड डेलिभर कसरी उत्पादन हुन्छ बारेमा लेखिएको हुन्छ। कस्ट अफ प्रोडक्सन इट आउटलाइन्स द पर युनिट प्रोडक्ट हैन कति पैसा पर्छ यसको बारेमा जानकारी गरेको हुन्छ। or the direct cost of delivering the service include the estimated cost of wastage हैन यस्ता कुराहरू लेखिएको हुन्छ। त्यसपछि सप्लायर आर द पिपल हु सप्लाइज द गुड्स नेसेसरी आइटम टु द बिजनेस हैन बिजनेसलाई यसलाई हामी आपूर्तिकर्ताहरू भन्छौँ। हामी आपूर्ति कहाँबाट ल्याउन सक्छौँ र मेटेरियलहरू कहाँबाट ल्याउने कम्पोनेन्टहरू हैन ती कुराहरूको बारेमा यसको एबिलिटी राखिएको हुन्छ हैन हामी एउटै सप्लायरसँग भर परेका छौँ कि विभिन्न सप्लायरहरू हाम्रो कन्ट्याक्ट लिस्टमा छ र उनीहरूले वस्तुहरू कति समयमा कसरी छिटो छरितो ल्याउन सक्छन् हैन यसको ट्रान्सपोर्टेसन चार्ज कति लाग्छ यी कुराहरूको विवरण हामी लेख्न सक्छौँ। त्यस्तै आएर प्रोडक्सन क्यापेसिटी यसले चाहिँ कति वस्तु उत्पादन हुन्छ र उत्पादन भएका वस्तुहरू मेसिनरिजहरू के युज भएका छन् कतिजना मानिसहरू चाहिँ प्रोडक्सन युनिटमा रहेका हुन्छन् यी सम्पूर्ण कुराको यसले विवरण दिने गर्दछ। त्यसपछि क्वालिटी गुणस्तर हैन यसले चाहिँ वस्तु उत्पादन गरेको वस्तुहरूका स्ट्यान्डर्ड कस्ता छन् हैन स्ट्यान्डर्डाइजेसन र ग्रेडिङ कसरी गरिएको छ है र यदि हामीले त्यो उत्पादन गरेका छौँ भने त्यसको क्वालिटी प्रमाणपत्र हामीले कहाँबाट लिएका छौँ हो यी कुराहरू रहेका हुन्छन्। त्यस्तै आएर चाहिँ इन्भाइरोमेन्टल कन्सिडरेसन र उत्पादन गर्दाखेरि हामीले वातावरणमुखी युज गरेका थिए कि थिएनौँ हैन इन्भाइरोमेन्टल इस्युजहरूलाई हामीले कसरी एड्रेस गरेका छौँ अनि वातावरणीय कानुन लिगल हैन अथवा कानुनी प्रावधानहरू के हामीले अपनाएका छौँ र त्यसको मूल्य पैसा कति लाग्नेछ यी सम्पूर्ण कुराहरू र वस्तु उत्पादन गरेका सामग्रीहरूलाई हामी रिसाइक्लेबल गर्न सक्छौँ कि सक्दैनौँ यी सम्पूर्ण कुराहरूको डिटेल यहाँ लेखिएको हुन्छ। ल त्यसैलाई पनि हामीले नेपालीमा पनि यसरी पढ्न सक्छौँ र यी प्रोडक्सन एलिमेन्टका केही नेपालीको अनुवाद यहाँ दिएको छ। अब जान्छौँ हामी 5 नम्बरमा फाइनान्शियल एलिमेन्ट यो एउटा महत्त्वपूर्ण एलिमेन्ट हो। यहाँ चाहिँ फाइनान्शियल तत्त्वको बारेमा लेखिएको हुन्छ हो। फाइनान्शियल भन्नाले नै हामी आर्थिक क्रियाकलापलाई जनाउँदछौँ हैन त्यसैले यसले फाइनान्शियल अथवा आर्थिक अथवा वित्तीय पोसिबिलिटिजहरूको बारेमा जानकारी दिने गर्दछ हैन। सो दिस सेक्सन डेमोन्स्ट्रेट द फाइनान्शियल भायबिलिटी अफ द भेन्चर हैन। इट विल आउटलाइन द करेन्ट फाइनान्शियल एन्ड द फ्युचर फाइनान्स निडेड हैन। अहिले हाम्रो
वित्तीय अवस्था के छ र हामीलाई भविष्यमा यो आर्थिक आवश्यकता र वित्तीय आवश्यकता के कस्तो पर्न सक्छन्, होइन? यी कुराहरूको पनि जानकारी दिएको हुन्छ। हाम्रो पैसा कहिले उठ्छ, होइन? लगानीकर्ताले लगानी गर्यो भने पैसा कहिलेसम्म हामीले फिर्ता पाउँछौँ र फाइदा कसरी हुनेछ। So it should include the financial statement. त्यसैले यहाँ आर्थिक विवरणहरू पेश गर्नुपर्ने हुन्छ। To provide the clear information of a monetary aspect हैन। त्यसैले मौद्रिक पक्षहरूलाई यसलाई राम्ररी हिसाब गरेर विवरणहरू हैन आर्थिक वित्तीय विवरणहरू प्रस्तुत गर्नुपर्ने हुन्छ। But entrepreneurs should be aware that including too much financial information may overwhelm and scare off the reader, and included too little information may run the risk raising more question than the entrepreneur can answer होइन त्यसैले यो चाहिँ अति आवश्यक हुन्छ आर्थिक कुराहरूलाई व्यक्त गर्न आर्थिक कुराहरूको धेरै हिसाबहरू लेखाएर कन्फ्युज पनि बनाउनु हुँदैन रिडरहरूले ओहो यहाँ के हिसाब राखेको छ कसरी हो यो कसरी आउला भनेर उनीहरू अलिक बढी डराउने पनि हुन सक्छन् र धेरै कम राखेर पनि मान्छेहरूलाई चाहिँ के हुन्छ त यो केही नपुगेको यो कसरी हुनसक्छ, यो पैसा कहाँबाट उठ्छ भन्ने बारेमा जानकारी हुनसक्छ। तसर्थ एडुक्वेट इन्फर्मेसन मात्रै राख्नुपर्ने हुन्छ। नट टु मच, नट टु लेस होइन। धेरै कम राखेर पैसा पैसाको बारेमा थोरै कम राखेर पनि हामीले फुल इन्फर्मेसन प्राप्त गर्न सक्दैनौँ। धेरै राखेर पनि कन्फ्युजन बनाउन सक्छौँ मान्छेहरूलाई। त्यसैले यहाँ के गर्नुपर्यो त ठिक्कको आर्थिक जानकारी प्रदान गर्नुपर्यो र प्रायःजस्तो फाइनान्सियल एलिमेन्टमा हामी ब्यालेन्स सिटहरू राखेका हुन्छौँ होइन। त्यस्तै इन्कम स्टेटमेन्ट अर प्रफिट एन्ड लस एकाउन्टको बारेमा राखिएको हुन्छौँ। प्रोजेक्टेड क्यास फ्लोहरू राखेका हुन्छौँ। ब्रेक इभन एनालाइसिस गरिएको हुन्छ। हाम्रो ब्रेक इन एनालाइसिस ले चाहिँ कहिले चाहिँ हामीले लगानी गरेको अ, पैसा कभर गर्न सक्छौँ। पे ब्याक पिरियड कहिले हुनसक्छ होइन र कति सामान बेच्दा, कति सामान कति प्राइसमा बेच्दा हाम्रो चाहिँ अ, लगानीको मध्यभागमा हामी आइपुग्छौँ होइन। यी कुराहरूको जानकारी गरेको हुन्छ। त्यस्तै फाइनान्सियल रेसियोहरूबाट हामीले पर्फर्मेन्सको बारे जानकारी गर्न सक्छौँ होइन। आर्थिक अ, पर्फर्मेन्स कस्तो भयो भनेर हामी यहाँ गर्न सक्छौँ। त्यसैले वित्तीय तत्त्वमा यी कुराहरूको हामी यी ब्यालेन्स ब्यालेन्स सिट होइन त्यसपछि आएर आय वितरण तथा नाफा नोक्सान होइन अनुमानित नगद प्रवाह त्यस्ता विश्लेषणहरू वित्तीय अनुपातहरू होइन लागत अथवा ब्रेक इभन पोइन्टहरू पत्ता लगाउन सक्छौँ। 6 नम्बरमा हामी पढ्न लागेका छौँ म्यानेजमेन्ट एलिमेन्ट। यो म्यानेजमेन्ट एलिमेन्ट भनेको व्यावसायिक तत्त्वहरू हुन् होइन। व्यावसायिक तत्त्वमा चाहिँ हाम्रो संस्थाको बनावट मानिसहरूको स्ट्रक्चर कस्तो हुनेछ जसलाई हामी अर्गनाइजेसनल स्ट्रक्चर भनेर भन्दछौँ। सङ्गठनको संरचना कस्तो रहनेछ र detail about the ownership of a company होइन description of the management team and qualification of a panel of experts or a board of directors होइन बोर्ड अफ डिरेक्टर्समा को हुनेछन् उनीहरूको त्यस्तै विशेषज्ञमा को हुनेछन् कस्ता उनीहरूका विशेषताहरू रहनेछन् विशिष्ट व्यक्तिहरूको योग्यता के रहनेछ होइन यी कुराहरूको बारेमा वर्णन गरिएको हुन्छ। इट outlines the form of business such as a sole proprietorship होइन एकलौटी व्यवसाय सङ्घ हो कि कस्तो खालको सङ्गठन हो यसको फर्मको बारेमा पनि यसले डिस्क्राइब गर्ने गर्दछ। पार्टनरसिप साझेदारी हो कि जोइन्ट स्टक कम्पनी संयुक्त पुँजी लगानी हो कि होइन। इट आइडेन्टिफाई द की पर्सन इन द म्यानेजमेन्ट टिम विथ इट्स पोजिसन होइन महत्त्वपूर्ण व्यक्तिहरू के हुनेछन् र उनीहरूको डेस्टिनेसन अथवा पोस्ट के हुनेछ होइन यी बारेमा जानकारी गर्नेछ। रेस्पोन्सिबिलिटी एन्ड अथोरिटी इन द अर्गनाइजेसनल स्ट्रक्चर होइन। द पिपल इन अ बिजनेस आर मोस्ट इम्पोर्टेन्ट एसेट। हामीलाई थाहा छँदैछ आजभोलि मान्छेहरूलाई चाहिँ लायबिलिटी होइन एसेटको रूपमा कुनै पनि सङ्गठनले आफ्ना कर्मचारीहरूलाई एसेटको रूपमा मान्ने गर्दछ। एन्ड द गुड म्यानेजमेन्ट इज भाइटल। त्यसैले व्यवस्थापन एकदमै
राम्रो हुने गर्दछ, होइन? हुनुपर्ने आवश्यकता रहने गर्दछ, है? अ तसर्थ ती व्यक्तिहरूको अनुभव के छ, होइन? क्वालिफिकेसन के छ? लगानीकर्ताले पनि कस्ता खालका मानिसहरूले व्यवसाय सङ्गठनमा काम गरिरहेका छन्, होइन? यो बिजनेसमा मानिसहरू रहेका छन्, कस्ता अ, विचारका मानिसहरू छन्, कस्ता योग्यताका मानिसहरू छन्, उनीहरूको अनुभव के छ? यी हेरेर नै लगानी गर्ने गर्दछन्। तसर्थ यसमा ती व्यक्तिहरूको अ क्वालिफिकेसन होइन उनीहरूको अ, व्यक्तित्व त्यस्तै आएर केमा चाहिँ एक्सपिरियन्स भएका छन्, यी कुराहरू लेखिएको हुन्छ। इट इज इम्पोर्टेन्ट देयरफोर द्याट अ क्लियर डिस्क्रिप्सन अफ इच इन्डिभिजुअल म्यानेजर career, background, the responsibility is given, and that management structure is properly explained होइन कसलाई के दिएको छ त्यसलाई राम्ररी एक्सप्लेन गरिएको हुन्छ। 7औं मा जान्छौँ, यसलाई हामी भन्छौँ क्रिटिकल रिस्क एलिमेन्ट होइन। अब व्यवसाय भन्नासाथ बिजनेस भन्नासाथ त्यहाँ रिस्क जोडेकै हुन्छ। रिस्क भनेको अ पोसिबिलिटी अफ बिन ड्यामेज, पोसिबिलिटी बिन अफ अ लस होइन हुन्छ। त्यसैले हाम्रोमा लसै छैन भनेर त मिल्दैन। बिजनेसमा चाहिँ के हुन्छ त केही न केही लसहरू रहिरहेका हुन्छन्। ती लसहरूको बारेमा पनि यहाँ छोटो डिस्क्रिप्सन गर्न उपयुक्त हुन्छ। हो। अब हेरौँ के छ त क्रिटिकल रिस्क एलिमेन्टमा इन दिस सेक्सन द एन्टरप्रेन्योर सुड इन्डिकेट द पोटेन्सियल रिस्क टु द न्यू भेन्चर होइन एन्टरप्रेन्योर सुड प्लान एन अनेस्ट एसेसमेन्ट अफ अ रिस्क रिभ्युड होइन के चाहिँ रिस्क जोखिम हुनसक्छ त्यसको चाहिँ हामीले के गर्नुपर्ने हुन्छ त एनालाइसिस अथवा त्यसको अनुमान पूर्वानुमान जोखिमहरूको पूर्वानुमान गर्नुपर्ने हुन्छ र त्यसलाई कसरी चाहिँ कम गर्न सकिन्छ त्यो पनि त्यसमा उल्लेख गर्नुपर्ने हुन्छ। Possible risks to the business that occur need to be considered by entrepreneur and should discuss the strategy that will employed to either prevent, minimize or respond to the risks होइन। अब त्यो रिस्कहरू देखाएर मात्र पनि भएन। त्यो रिस्कहरूलाई कसरी हामीले बचाउन सक्छौँ, जोगिन सक्छौँ, त्यो जोखिमहरूबाट कसरी जोखिम अ, न्यूनीकरण गर्न सकिन्छ होइन? अथवा त्यो रिस्कलाई कसरी हामीले काउन्टर गर्न सक्छौँ, यी कुराहरू लेखिएको हुन्छ र यसमा केही तत्त्वहरू हामी जोड्न सक्छौँ र त्यो रिस्कमा ल्याक अफ अ म्यानेजमेन्ट एक्सपिरियन्सेस होइन? प्राइस कटिङ एन्ड अनफेभरेबल इन्डस्ट्री ट्रेन्ड, इकोनोमिक अनसर्टेनिटी, reliance of a key staff, reliance of a few supplier होइन यस्ता तत्त्वहरू हामी यहाँ वर्णन गर्न सक्छौँ हो। सो यहाँ जोखिम तत्त्वमा यी कुराहरू हामी यहाँ केही बुँदाहरू राख्न सक्छौँ है। यसरी जस्तै आर्थिक अनिश्चितता, प्रमुख कर्मचारी निर्भरता, थोर आपूर्तिकर्ताहरूको निर्भरता, सानो ग्राहक समूहको निर्भरता, खराब ऋण अथवा खराब ग्राहक ऋण, बढ्दो प्रतिस्पर्धा, चोरीको क्षति विरुद्ध सुरक्षा र बीमा, ठुलो प्रवर्तन लागत, प्रविधिमा नयाँ विकास, उच्च उत्पादन लागत, यी कुरा बारेमा जानकारी हामी गराउन सक्छौँ। हो। त्यसपछि आउँछ 8 नम्बरमा हार्भेस्ट स्ट्र्याटेजी होइन हार्भेस्ट स्ट्र्याटेजी एलिमेन्ट भनेको निकास रणनीति तत्त्व होइन। अब यहाँ के हुने गर्दछ भन्दाखेरि हामीले लगानीकर्तालाई त लगानी गर्नको लागि के गर्दा मोटिभेट त गर्यौँ र उनीहरूले लगानी पनि गरे। तर उनीहरूले पैसा पाउने कहिले त? लगानीको प्रतिफल पाउने कहिले? होइन ती लगानीको प्रतिफल पाउनको लागि गरिएको अ, अध्ययन र त्यसमा वर्णन गरिएको कुरालाई चाहिँ हामी के भन्छ त हार्भेस्ट स्ट्र्याटेजी एलिमेन्ट्स भनेर भन्छौँ। यहाँ चाहिँ ओनरहरूले अथवा
कसरी हामीले पेमेन्ट गर्न सक्छौँ, कसरी पैसा तिर्न सक्छौँ, लगानी भएकोलाई फाइदा कसरी बाँड्न सक्छौँ, यी कुराहरू राखिएको हुन्छ। र छोडेर जाने इन्भेस्टरहरू त एउटै फर्ममा इन्भेस्ट मात्रै गर्दैनन्। उनीहरूले के गर्ने गर्छन् त, त्यहाँ मन परेन भने अन्त्य ठाउँमा चाहिँ उनीहरूले लगानी गरिरहेका हुन्छन्। त्यो म अब यहाँ लगानी गर्दैन, मेरो पैसा फिर्ता देऊ, मेरो लगानी फिर्ता देऊ भन्दाखेरि त्यसमा त्यो व्यक्तिको कसरी चाहिँ लगानी फिर्ता हुनेछ, यी सम्पूर्ण कुराहरूको प्रोसिजर्स होइन, प्रक्रियाहरू लेखिएकोलाई चाहिँ हार्भेस्ट स्ट्र्याटेजी एलिमेन्ट भनेर भनिन्छ। हामीले 8 मार्क्सको 8 मार्क्सको बिजनेस प्लान बनाऊ भन्दाखेरि चाहिँ यिनीहरूलाई चाहिँ नराख्दा पनि हुन्छ, होइन? हामीले यो 8 नम्बरको स्ट्र्याटेजीहरूलाई मेन्सन नगर्दा पनि केही फरक पर्दैन, है। ल, अब यो भनेको के रहेछ थोरै हेरिहालौँ। हुँ, ल, harvester strategy or existing is the method owner and investor use to get out of the business and ideally secure a value of their investment in a firm. होइन, यो मालिक तथा लगानीकर्ताहरूले व्यवसायबाट बाहिर निस्किनको लागि होइन, आदर्श रूपमा फर्मलाई अ, अ, लगानीको सुरक्षितता देखाउनको लागि यो गरिएको एउटा रणनीति हो। These are the strategy for venture capitalist to exist the success investment होइन, यसले चाहिँ ती लगानीकर्ताहरूलाई कसरी एक्जिस्ट गराउने होइन, एक्जिट गराउने भन्ने बारेमा यसले जानकारी गराउँदछ। The another important item that will look for in a plan is a harvest strategy, which is also known as a exist, no, exist. Number 8 is the harvest strategy element है, निकास रणनीति तत्त्व। यस तत्त्वमा चाहिँ हामीले लगानीकर्ताहरू ले लगानीको प्रतिफल कसरी प्राप्त गर्ने होइन? यदि लगानीकर्ताहरू त विभिन्न ठाउँमा लगानी गरिरहेका हुन्छन् होइन? ती लगानीकर्ताहरूले अब यो बिजनेसलाई हामी छोड्छौँ, अब हामी यहाँ बाहिर निस्किन्छौँ, लगानी फिर्ता चाहियो भन्दाखेरि कसरी त्यो लगानी फिर्ता हुनेछ भन्ने बारेमा यहाँ राखिएको हुन्छ होइन, लेखिएको हुन्छ र त्यसले चाहिँ हामीलाई जानकारी दिन्छौँ कसरी लगानीकर्ताहरूको लगानी सुनिश्चित हुने होइन, सेक्युर कसरी हुने अनि त्यो अ बिजनेस यदि खारेज भएमा, बन्द भएमा, होइन, टर्मिनेट भयो भने त्यो लगानीकर्ताहरूको पैसा कसरी फिर्ता पाउने, होइन? ती सम्पूर्ण कुराहरू यहाँ लेखिएको हुन्छ। त्यस्तै आएर डिभेन्चर सेयरहरूको बारेमा लेखिएको हुन्छ। डिभेन्चर सेयर, त्यस्तै आएर डिभिडेन्ड कसरी दिने, होइन? यी सम्पूर्ण कुराहरूको बारेमा राखिएको हुन्छ र त्यस्तै यदि व्यवसायमा व्यवस्थापन परिवर्तन भयो भने कसरी पुराना इन्भेस्टरहरूले आफ्नो त्यो व्यवसाय छोडेर बाहिर निस्किन सक्छन्। यी सम्पूर्ण कुराहरूको लेखाजोखा र विवरण हार्भेस्ट स्ट्र्याटेजी एलिमेन्ट अथवा निकास रणनीति तत्त्वमा लेखिएको हुन्छ, होइन? अब हामीले क्लास 12 मा चाहिँ बिजनेस प्लान बनाउँदाखेरि यसलाई चाहिँ यो पाटोलाई चाहिँ नलेख्दा पनि हुन्छ। लेखेको चाहिँ खासै अ, प्रायः जस्तो चाहिँ 12 मा चाहिँ यो बुँदाहरूमा चाहिँ बिजनेस प्लान बनाऊ भनेर भनिएको हुन्छ। धेरै जस्तो अ, प्रडक्ट ब्याकग्राउन्ड, कम्पनीको डिस्क्रिप्सन, फाइनान्सियल, मार्केटिङ र प्रोडक्सन कन्सेप्ट अ अ, एलिमेन्टहरू राखेर प्लानिङ बनाउनुहोस् भनेर भनिएको हुन्छ। तसर्थ यो 8 नम्बरको हार्भेस्ट स्ट्र्याटेजी एलिमेन्टलाई चाहिँ हामीले इग्नोर गर्दा पनि केही फरक पर्दैन। तर यसलाई हामी बुझिहालौँ, यो भनेको त्यो पाटो हो जहाँ चाहिँ अ, लगानीकर्ताहरूको लगानीलाई सुनिश्चित गर्ने र यति वर्षपछि, यति महिनापछि, यति दिनपछि तपाईँहरूको पैसा यसरी चाहिँ लगानीको प्रतिफल यसरी प्राप्त गरिन्छ। यदि तपाईँहरूले व्यवसाय अथवा बिजनेसबाट बाहिर निस्कन चाहनुहुन्छ भने यो कदमबाट यसरी यो प्रोसेसबाट चाहिँ हजुरहरूले आफ्नो लगानी फिर्ता पाउन सक्नुहुन्छ, होइन? र परिवर्तन भयो भने यी कुराहरूमा हुन्छन्,
यी सम्पूर्ण कुराहरूको रणनीति राखिएको हुन्छ, जसले गर्दा उनीहरूलाई व्यवसायमा लगानी गर्न सजिलो हुन्छ। जस्तै यहाँ प्रायःजस्तो पैसा फिर्ता पाउने तरिका लेखिएको हुन्छ। त्यस्तै आएर कति समय पर्खिनुपर्छ, होइन? र व्यवसायको परिवर्तन हुँदाखेरि उनीहरूको व्यवसायमा के असर पर्छ, होइन? यी कुराहरू नै यहाँ निकास रणनीति तत्त्वमा रहेका हुन्छन्। त्यसपछि 9 नम्बरमा चाहिँ हामी भन्छौँ माइलस्टोन शेड्युलिङ, होइन? अब माइलस्टोन भन्नाले कोसीढुङ्गा भनेको इम्पोर्टेन्ट कार्यहरूको कार्यतालिका भन्न सक्छौँ, होइन? र यसलाई पनि हामीले प्लानिङ गर्दाखेरि अ, इक्जामको भ्यूमा चाहिँ नराख्दा पनि भयो, तर बुझ्नलाई चाहिँ हामी यसलाई बुझिराखौँ। नम्बर 9 कोसेढुङ्गा तालिका अथवा यसले इम्पोर्टेन्ट वर्कहरूको कार्यतालिका बनाइएको हुन्छ, होइन? अब प्रमुख उपलब्धिहरू के हुनेछन्, होइन? कसरी हामीले त्यो पुरा गर्नेछौँ, यी कुराहरूलाई बढी प्राथमिकताका साथ राखिएको हुन्छ। शेड्युल इभेन्ट द्याट इन्डिकेट द completion of a major deliverable event of a venture is known as a milestone scheduling, होइन? भन्नाले के बुझिन्छ त? एउटा घटना निर्धारित घटनाहरूको हो, जसले चाहिँ प्रमुख घटनाहरू कहिले पुरा गर्ने, कस्तो हुनेछ भनेर सङ्केत देखाउने गर्दछ। The milestone scheduling provide a estimated timeline for the life of a projected business, होइन? यसले हामीलाई लाइफ समय 5 वर्षमा हामी यहाँ पुग्नेछौँ, होइन? 2 महिनामा हाम्रो 3 वर्षमा हाम्रो लगानी उठ्नेछ र 5 वर्षमा हामी यहाँ आउनेछौँ। 7 वर्षमा चाहिँ हाम्रो मार्केट सेयर यतिसम्म पुग्नेछ, होइन? यी कुराहरूको के गर्ने हो त? यो शेड्युल गर्ने हो। यति वर्षमा हाम्रो पैसा जम्मा हुनेछ, होइन? र यति समयसम्म हामीले यति क्यापिटलबाट यति बनाउनेछौँ, होइन? यति सेल गर्नेछौँ भन्ने यी कुराहरूको हामीले के गरेका हुन्छौँ? लेखाजोखा राखेका हुन्छौँ। द माइलस्टोन इन्क्लुड्स अल की बिजनेस एक्टिभिटिज एन्ड अन्तरिम step needed to the implement of a business objective. They are measurable, observable, and serve as a progress marker. एउटा प्रगतिको सूचकको रूपमा मान्ने गर्दछौँ, होइन? Milestone allow the entrepreneur to much more accurately determine whether or not the project is on a schedule. It provides the realistic timeline for the various key activities to be accomplished. It set the deadline of the time limits for the timely implementation of a venture. र यसले समयावधि र कहिले चाहिँ हाम्रो कार्यहरू अनुमतित समय रेखा कति छ, होइन? कहिले चाहिँ हाम्रो कति बेलासम्म हामीले कुन काम गरिसक्नुपर्छ भन्ने बारेमा यसले जानकारी दिने गर्दछ। बिजनेस प्लानको अन्तिम पाटो चाहिँ हुन्छ एपेन्डेक्स, होइन? एपेन्डेक्स भन्नाले चाहिँ हामीले सपोर्टिभ डकुमेन्टहरू जुन चाहिँ हामीले पछिकोलाई राखेका हुन्छौँ, होइन? यो पछिकालाई होइन भनेको मतलब बिजनेस प्लान लेखिसकेपछि बिजनेस प्लानलाई सपोर्ट गर्ने कागजातहरूको के गर्छौँ त? एउटा यहाँ हामीले इन्क्लुड गर्छौँ, होइन? त्यसलाई चाहिँ हामी एपेन्डिक्स भनेर भन्छौँ, होइन? अ बिजनेस प्लान एपेन्डिक्स इज लाइक इट्स अ ओनर मिनी लाइब्रेरी, एउटा सानो पुस्तकालय स्वरूप हुन्छ अरे, होइन? जसले हामीलाई सपोर्टिभ डकुमेन्टहरू राखेका हुन्छौँ। जस्तै हामीले माथि कुनै फाइनेन्सियल कुरा लेखेका छौँ, त्यो फाइनेन्सियल कुराको पूर्ण विवरण डाटा यहाँबाट निकालिएको हो। यसरी हिसाब गरिएको छ, होइन? यसरी चाहिँ नाफाको बाँडफाँड यसरी गरिएको छ, यो तरिकाबाट हिसाब गरिएको हो भनेर क्लियर हुनलाई राखिएको हुन्छ। So it holds the entire plan supporting document in a clear, well-organized fashion. As a rule, the appendix should give a detail to back up the amplify information presented in the main body of a plan, होइन?
अब मेन बडीमा चाहिँ प्रस्तुत गरेको कुराहरूलाई अझ स्पष्ट पार्नको लागि र त्यसलाई विस्तारपूर्वक पढ्नको लागि हामीले प्लानको अन्तमा केही सपोर्टिभ डकुमेन्टहरू अट्याच गरेका हुन्छौँ। त्यसैलाई नै हामी एपेन्डिक्स भनेर भन्दछौँ। No significant information should be provided in any of appendix that are not referred in a text हैन र त्यहाँ एपेन्डिक्समा चाहिँ खालि हाम्रो प्लानमा बिजनेस प्लानमा सम्बन्धित कुराहरू मात्रै राख्नु पर्यो। त्योभन्दा वाहियात कुराहरू राखेर कस्टमरलाई अथवा इन्भेस्टरलाई कन्फ्युज बनाउनु हुँदैन। The list of items that follow the indicate the rather the perspective are not executive includes the following हैन अब के हुन सक्छन् त भन्दाखेरि यी कुराहरू हुन सक्छन् बिजनेस लिटरेचर, सेल्स भाउचर, डायग्राम ड्रइङ, टिम सिभी हैन त्यस्तै पोलिसी डकुमेन्ट, मार्केट एनालाइसिसहरू, लेटर अफ सपोर्टहरू जस्तै कपिज अफ अ की कन्ट्र्याक्ट, कपिज अफ अ प्याटेन्ट हैन यस्ता कुराहरू राख्न सक्छौँ। डिटेल प्रोजेक्ट कस्ट, कोटेसन हैन यी कुराहरू हामी यहाँ प्रविष्टि अथवा एपेन्डिक्समा राख्न सक्छौँ। यसरी हामीले 10 वटा एलिमेन्ट्स अथवा कम्पोनेन्ट अथवा पार्ट अफ अ बिजनेस प्लान राखेका छौँ। यी 10 वटा बुँदाहरू हेरेर नै हामीले चाहिँ प्लान बनाउनु पर्ने हुन्छ। अबको Thank you for watching the last minute revision. We have finished the part 2. In the next part, we will learn how to develop a business plan. See you. मौका अब न छोड सपना तिम्रो आफै सम्हाल बिस्तारै पढ गहिरो बुझ सफलता आउँछ मनमा राख